ओके, गुड मर्निङ एभ्रिवन। नमस्कार छ तपाईँलाई नेपाल अकाउन्टिङ पाठशाला मेरो युट्युब च्यानलमा। र आज चाहिँ म तपाईँहरूको सामु एउटा नयाँ च्याप्टर लिएर आएको छु, जुन क्लास 9 र 11लाई एकदमै युजफुल च्याप्टर। यसबाट चाहिँ 9 क्लासमा चाहिँ न्युमेरिकल प्रब्लम 5 मार्क्सको सोध्छ, अनि क्लास 11मा चाहिँ यही च्याप्टरबाट न्युमेरिकल प्रब्लम 2 मार्क्समा सोध्छ। अब चाहिँ हामी यो च्याप्टरको बारेमा कुरा गरौँ। च्याप्टरको नाम हो चाहिँ हेर्नुहुन्छ बोर्डमा लेखेको छ सब्सिडियरी बुक्स भनेर। सब्सिडियरी बुक्स हो च्याप्टरको नाम। अब सबभन्दा पहिला वाट डु मिन बाई सब्सिडियरी बुक्स पहिला कुराकानी गर्नु पर्यो हैन। मिनिङ अफ सब्सिडियरी बुक्स हेर्नुहुन्छ लेखेको छ यहाँ बोर्डमा। अब यहाँ कुराकानी गर्दाखेरि सब्सिडियरी बुक्स भनेको एउटा जर्नलकै सब डिभिजन हो। के को सब डिभिजन हो? जर्नलकै यसलाई सब डिभिजन भनिन्छ। इट इज अ पार्ट अफ अ जर्नल। यहाँ हेर्न सक्नुहुन्छ डिभिजन चाहिँ लेखेको छ बोर्डमा डेफिनेसन। के डेफिनेसन छ? सब्सिडियरी बुक्स आर दोज बुक्स अफ ओरिजिनल एन्ट्री इन विच ट्रान्जेक्सन अफ सिमिलर नेचर आर रेकर्डेड एट वान प्लेस एन्ड इन क्रोनोलोजिकल अर्डर। सिमिलर नेचर भनेको के? यो बुकमा चाहिँ जर्नल जस्तै हामीले बनायौँ, जर्नलकै मैले के भने सब डिभिजन छ, जर्नलकै यो पार्ट हो, तर यहाँ चाहिँ मात्रै क्रेडिट ट्रान्जेक्सन्सहरू रेकर्ड गरिन्छ। सब्सिडियरी बुक्समा मात्रै कस्तो ट्रान्जेक्सन रेकर्ड गरिन्छ? क्रेडिट ट्रान्जेक्सन। क्रेडिट ट्रान्जेक्सन पनि के रिलेटेड? पर्चेज अफ गुड्स रिलेटेड र सेल्स अफ गुड्स रिलेटेड। पर्चेज उधारोमा गरिएको छ, सेल्स उधारोमा गरिएको छ, तर गुड्स सामान पसलेले चाहिँ आफ्नो कस्टमरलाई सेल गर्ने सामान राखेको हुन्छ। र सेल गर्नलाई चाहिँ पहिला त पर्चेज गर्नु पर्यो, नि पर्चेज गरेको सामान सेल गर्छ। त पर्चेज खरिद बिक्री जुन हुन्छ सामानको, त्यो सामान मात्रै, त्यो पनि उधारोमा गरेको मात्रै रेकर्ड हुन्छ सब्सिडियरी बुक्समा। त्यसलाई सिमिलर नेचर भनिन्छ। सिमिलर नेचर भनेको पर्चेज रिलेटेड एक ठाउँमा, सेल्स रिलेटेड एक ठाउँमा रेकर्ड गरिन्छ, त्यो पनि क्रोनोलोजिकल अर्डरमा, एउटा प्रपर म्यानरमा। आजको ट्रान्जेक्सन आजै रेकर्ड भयो, भोलिको ट्रान्जेक्सन भोलि रेकर्ड हुन्छ। र त्यसपछि के भनेछ? नो जर्नल एन्ट्रिज आर रिक्वायर्ड व्हेन रेकर्ड्स आर मेड इन दिस बुक्स। र त्यस्तो ट्रान्जेक्सनको फेरि जर्नल एन्ट्री चाहिँदैन जब यो बुकमा रेकर्ड गरियो। अब हामीले भन्यो नि सब्सिडियरी बुक्स इज अ सब डिभिजन अफ जर्नल इन विच ओन्ली क्रेडिट ट्रान्जेक्सन रिलेटेड टु पर्चेज एन्ड सेल्स अफ गुड्स आर रेकर्डेड। बाँकी अरू कुनै ट्रान्जेक्सन्सहरू रेकर्ड गरिँदैन। क्वेसनमा क्यास ट्रान्जेक्सन्स दिएको छ भने त्यसलाई हामी टोटली इग्नोर गर्छौँ। अनि त्यसपछि एसेट्स रिलेटेड ट्रान्जेक्सन्स दिएको छ भने त्यसलाई पनि इग्नोर गर्छौँ बनाउँदाखेरि। यो च्याप्टरबाट तपाईँले न्युमेरिकल क्वेसन आउँछ यो च्याप्टरबाट। अब न्युमेरिकल क्वेसन कसरी बनाउने त्यो पनि म तपाईँलाई सल्भ गरेर देखाउँछु। कति मार्क्समा मैले भने क्लास 9मा 2 मार्क्सको न्युमेरिकल, क्लास 11मा 2 मार्क्सको प्रब्लम, अनि क्लास 9मा चाहिँ 5 मार्क्सको प्रब्लम यही च्याप्टरबाट सोध्छ। अब कुराकानी गर्दाखेरि टाइप्स अफ सब्सिडियरी बुक्सको कुराकानी गरौँ। टाइप्स अफ सब्सिडियरी बुक्स जम्मा 4 टाइप्सको छ। हाम्रो सिलेबस अनुसार 4 टाइप्सको छ। 2टा अझै छ जुन हाम्रो सोध्दैन एक्जाममा, चलन चल्तीमा सोधेको छैन, त्यसैले कुरा पनि गर्दैनौँ हैन। अगाडि गएर पढ्नुहुन्छ त्यसको बारेमा। अब टाइप्स अफ सब्सिडियरी बुक्सको कुरा गर्दाखेरि पहिलो छ पर्चेज बुक। त पर्चेज बुक भनेको मात्रै पर्चेज रिलेटेड ट्रान्जेक्सन। यसमा जति पनि उधारोमा पर्चेज गरिएको ट्रान्जेक्सन्स भनेको गुड्सहरू छ, त्यो सबै रेकर्ड गर्छु। क्रेडिट ट्रान्जेक्सन रिलेटेड टु पर्चेज अफ गुड्स ओन्ली विल बी रेकर्डेड इन पर्चेज बुक। फर्मेट हेर्न सक्नुहुन्छ, कस्तो फर्मेटमा बनाउने? त डेट, पर्टिकुलर्स, इन्भोइस नम्बर, एलएफ र अमाउन्टको 2टा कलम, एउटा डिटेल्स र टोटल्स। डिटेल्समा क्यालकुलेसन गरिन्छ, टोटलमा त्यही क्यालकुलेसन गरेको टोटलै फरवर्ड गरिन्छ। अर्को सेल्स बुक हेर्न सक्नुहुन्छ। सेल्स बुकमा भनेको के? मात्रै सेल्स रिलेटेड ट्रान्जेक्सन भनेको क्रेडिट सेल्स अफ गुड्स मात्रै रेकर्ड गर्छु। र फर्मेट चाहिँ पर्चेज बुक जस्तै छ, त्यसैले मैले के लेख्दैछु? सेम एज पर्चेज बुक फर्मेट। र त्यसपछि तेस्रो नम्बरमा पर्चेज रिटर्न बुक। अब उधारोमा सामान गरेको सामान तपाईँले पर्चेज गर्नुभएको छ सप्लायरसँग भने, केही सामान डिफेक्टिभ भयो भने त्यो त रिटर्न गर्नुहुन्छ नि त। त्यस्तो एउटा बुक अझै के छ? पर्चेज रिटर्न बुक। यसको अर्को नाउँ के छ? रिटर्न आउटवर्ड बुक। र यसको फर्मेट कस्तो छ? डेट, पर्टिकुलर्स, डेबिट नोट नम्बर, एलएफ र एमाउन्टको 2टा कलम। त्यस्तै अब सेल्स रिटर्न बुक। तपाईँले उधारोमा सामान बेच्नुभयो कस्टमरले, कस्टमरले त्यो सामान डिफेक्टिभ पायो भने हामीलाई रिटर्न गर्छ, द्याट इज नन ए सेल्स रिटर्न। यसको अर्को नाम के हो? रिटर्न इनवर्ड। र यसको ट्रान्जेक्सन चाहिँ कस्तो फर्मेटमा रेकर्ड गर्ने? त डेट, पर्टिकुलर्स, क्रेडिट नोट नम्बर, एलएफ र अमाउन्टको 2टा कलम, डिटेल्स र टोटल। अब म तपाईँले क्लास 11 को जुन मोडल क्वेसन जुन छ सिडिसीले बनाएको, त्यो क्वेसन म तपाईँहरूले सल्भ गरेर देखाउँछु। एकदम सजिलो च्याप्टर छ, गाह्रो एकदम केही पनि छैन, इजिली बन्छ हामी। र त्यसको बारेमा हामी अब कुराकानी गर्छौँ। थ्योरेटिकल पार्ट यति हो। जति पनि न्युमेरिकल च्याप्टर छ त्यहाँबाट थ्योरेटिकल क्वेसन्सहरू जनरली सोधिँदैन, त्यसैले
चाहिँ मात्रै हामी न्युमेरिकल कसरी सल्भ गर्ने त म तपाईलाई इजी वेमा सिकाउँछु अब एउटा क्वेशन है। ओके, अब हेर्न सक्नुहुन्छ बोर्डमा चाहिँ क्वेशन लेखिएको छ तपाईहरुले 13B को क्वेशन जुन चाहिँ क्लास 11 को ग्रुप बी मा 13A मा चाहिँ ट्रिपल कलम क्याश बुक को क्वेशन 3 मार्क्स मा सोधेको छ र 13B मा चाहिँ हाम्रो सब्सिडियरी बुक्स को क्वेशन चाहिँ 2 मार्क्स मा सोधेको छ। त्यही क्वेशन म तपाईहरुले लिएर आएको छु, सीडीसी ले पब्लिश गरेको मोडल क्वेशन। अनि अब ट्रान्ज्याक्सन रिलेटेड टु फर्निचर पर्चेज आर गिवन बिलो। फर्निचर पर्चेज को ट्रान्ज्याक्सन दिएको छ, कुनै पनि फर्निचर हाउस को यो ट्रान्ज्याक्सन चाहिँ डिसेम्बर महिनाको चाहिँ दिएको छ। अब डिसेम्बर महिनामा डिसेम्बर 5 को पर्चेज फ्रम करुणा सप्लायर कति भनेछ 10 कफी टेबल्स फर आरएस 1 लाख, त्यस्तै 20 स्मल चेयर @ आरएस 4000 इच दिएको छ र ट्रेड डिस्काउन्ट 10% दिएको छ। र डिसेम्बर 29 को के भनेछ पर्चेज फ्रम अञ्जली ट्रेडर्स 5 बेड्स @ आरएस 15,000 इच र 8 पीसेज अफ सोफा @ आरएस 25,000 पर सोफा। रिक्वायर्डमा के छ पर्चेज बुक र पर्चेज एकाउन्ट। अब सबभन्दा पहिला डिसेम्बर 5 को लेख्छ। अब डिसेम्बर 5 को ट्रान्ज्याक्सन लेख्दाखेरि हामीले मात्र यहाँ करुणा सप्लायर्स लेख्छौं। के लेख्छौं करुणा सप्लायर्स हैन, हामीले सप्लायर को नाम मात्रै लेख्ने, अरु केही पनि लेख्नु पर्दैन। ट्रान्ज्याक्सन के दिएछ त 10 कफी टेबल्स हैन, 10 कफी टेबल सिधै बनेछ 1 लाख मा पर्चेज गरेको छ त कहाँ राख्ने डिटेल्स कलममा लेख्ने 1 लाख। अनि त्यसपछि 20 वटा स्मल चेयर 20 स्मल चेयर्स हैन कति भनेछ @ आरएस 4000 इच हैन, त कति 80,000 भइहाल्यो। 20 चौका 80,000। अब त्यसपछि अब जोडेर यहाँ हाल्ने 1,80,000 यो भयो हैन। ट्रेड डिस्काउन्ट भनेछ ट्रेड डिस्काउन्ट के गर्दिने घटाइदिने, त ट्रेड डिस्काउन्ट घटाउँदाखेरि लेस ट्रेड डिस्काउन्ट @ 10% भनेछ। दुवै जोडेर कति आएछ 1,80,000। 1,80,000 को 10% कति हुन्छ 18,000। अब यो घटाउने अनि चाहिँ कहाँ लेख्ने मेन कलममा लेख्ने, त 1,80,000 बाट 10,000 गयो भने 170 र 70 बाट 8 गयो भने 1,62,000। त भनेको पहिलो ट्रान्ज्याक्सन हाम्रो पोस्ट भयो। अब त्यसपछि डिसेम्बर 19 को कुरा गर्दाखेरि डिसेम्बर 19 लेख्ने, सप्लायर को नाम के छ अञ्जली, त अञ्जली ट्रेडर्स, त अञ्जली ट्रेडर्स लेख्ने। के भनेछ 5 वटा बेड को कति 15,000 इच हैन, त 15,000 इच लेख्यो। त 5 × 15,000 कति हुन्छ 75,000। अब त्यसपछि हामीले के गर्नु छ अर्को ट्रान्ज्याक्सन के भनेछ 8 पीसेज अफ सोफा हैन, 8 पीसेज सोफा लेख्छौ। सोफा भनेछ कति 25,000, त आरएस 25,000 अनि इच। अनि त्यसपछि 25 कति हुन्छ 2 लाख, त यो जोड दिने 2 लाख जोडेर 2,75,000 जोडेर कति आयो 2,75,000। अब के गर्ने टोटल गर्दिने, सक्यो। यति हो यो सब्सिडियरी बुक्स भनेको यति सजिलो। तपाईहरुले छ कि छैन के गरेको छ फेरि भन्दिरा छु। पर्चेज फ्रम करुणा सप्लायर, त सप्लायर को नाम लेख्ने करुणा सप्लायर। के पर्चेज गरेछ 10 कफी टेबल 10 कफी टेबल्स हैन, सिधै 1 लाख मा भनेछ त सिधै 1 लाख यहाँ लेख्दियो डिटेल्स कलममा। 20 स्मल चेयर @ आरएस 4000 इज 20 स्मल चेयर @ आरएस 4000 इज अनि 20 × 4000 भनेको 80,000। दुवै जोड्यौं, किन जोड्यौं डिस्काउन्ट दिएको छ त्यसैले डिस्काउन्ट घटाउनु पर्छ, त्यसैले जोडेर पहिला धर्को तानेर यहाँ हाल्यो 1,80,000 लेस गर्यो ट्रेड डिस्काउन्ट @ 10%। कति छ 1,80,000 को 10% 18,000 घटाएर 1,62,000। त्यसपछि अर्को डेट को ट्रान्ज्याक्सन डिसेम्बर 19 सप्लायर को नेम के छ अञ्जली ट्रेडर्स, त अञ्जली ट्रेडर्स को 5 बेड्स कति 15,000 इच, त 5 × 15,000 75,000। 8 पीसेज अफ सोफा @ आरएस 25,000 पर सोफा, त 8 × 25,000 कति हुन्छ 2 लाख जोडेर चाहिँ 2,75,000। अब जोड दिनुस् त 2,75,000 र 1,62,000 कति हुन्छ जोड्नुस् त हैन 5 2 7 7 6 13 हैन 2 1 3 1 4 भनेको कति भयो 4,37,000 टोटल गरिदियो। यहाँ डबल क्लोज गरिदियो। अब मान्नुस् यही क्वेशन मैले आफैले थपिदिएको, यो क्वेशन 2 मार्कमा छ, कहीं 1 मार्कमा पर्चेज एकाउन्ट सोधियो। त अकाउन्ट भनेको त लेजर हो हैन, त पर्चेज एकाउन्ट बनाउँदाखेरि पर्चेज एकाउन्ट कसरी बनाउने
त पर्चेज एकाउन्टको फर्मेट तपाईले लेजरको फर्मेट थाहा छ कस्तो फर्मेट छ भन्नुस् त सीधा फर्मेट हो हाम्रो के फर्मेट छ डेट पर्टिकुलर्स जेएफ अमाउन्ट फेरि डेट पर्टिकुलर्स जेएफ अमाउन्ट त सिधै डेट लेख्ने पर्टिकुलर्स लेख्ने जेएफ अमाउन्ट हैन अनि यहाँ पनि त्यही लेख्ने डेट पर्टिकुलर्स त्यस्तै जेएफ अनि अमाउन्ट यो भइसक्यो अब यो ट्रान्ज्याक्सन चाहिँ डिसेम्बरको छ यो त दुईटा सप्लायर छ नि एक भन्दा बढी सप्लायर जब हुन्छ भने त्यसले हामी के भन्छौं एउटा सप्लायरले क्रेडिटर्स भन्छ जब एक भन्दा बढी सप्लायर हुन्छ भने त्यसले के भन्छ सन्धि क्रेडिटर्स अब एउटा कुरा भन्नुस् त इट इज अ जर्नल छ भने उधारोमा पर्चेज गरेको सामानको जर्नल के हुन्छ पर्चेज एकाउन्ट डीआर अनि टु क्रेडिटर्स यहाँ एक भन्दा बढी सप्लायर छ त टु सन्धि क्रेडिटर्स के लेख्छ टु सन्धि क्रेडिटर्स त यहाँ पर्चेज एकाउन्ट बनाइरहेको छौं त पर्चेज कुन साइड छ डेबिट साइड छ जर्नलमा त्यसैले कुन साइड पोस्ट हुन्छ डेबिट साइडमा यो बुक भनेको कहिलेको डिसेम्बर महिनाको त यहाँ एन्ट्री यहाँ डिसेम्बर 30 लेख्छौ किनभने एकैचोटी कम्बाइन्ड एन्ट्री गर्दैछ एक छुट्टा छुट्टै किन देखाउने जब टोटल छदै छ क्रेडिट ट्रान्ज्याक्सनको त्यसैले एकैचोटी देखाउँछ टु सन्धि क्रेडिटर्स टु सन्धि क्रेडिटर्स भनेर देखायो अब अमाउन्ट चाहिँ कति दिएको छ 4,37,000 त 4,37,000 यहाँ टोटल यहाँबाट झिक्यो अनि अब ब्यालेन्स गर्नु पर्यो क्रेडिट साइडमा केही पनि छैन त क्रेडिट साइडमा के गर्छ एट द एन्ड अफ द मन्थ ब्यालेन्स गर्छौ यहाँ क्रेडिट साइडमा गएर के गर्ने ब्यालेन्स गर्ने त डिसेम्बर 31 अनि के लेख्छौ बाइ ब्यालेन्स यहाँ पनि डिसेम्बर 31 नै हुन्छ बाइ ब्यालेन्स सीडी हैन अनि के लेख्छौ 4,37,000 अनि त्यसपछि के गर्दिन्छौ ब्यालेन्स गर्दिन्छौ हैन त ब्यालेन्स भयो टोटल गर्छौ हैन अब डिसेम्बर पछि नयाँ वर्ष आउँछ यो ब्यालेन्स यो जुन ब्यालेन्स सिडी छ यहाँबाट क्यारी गरेको छ त यो ब्यालेन्स यो साइड ल्याउने अब त नेक्स्ट इयर अनि जनवरी 1 के भनेर लेख्छौ टु ब्यालेन्स बीडी यो ब्यालेन्स गर्ने तरिका त सुरुदेखि थाहा छ लेजर पढ्नु भछ तपाईहरुले अब यति यसरी बनाउने सबै सेल्स बुक पनि यस्तै बनाउने हो तर त्यहाँ के हुन्छ सेल्स रिलेटेड ट्रान्ज्याक्सन हुन्छ पर्चेजको ठाउँमा पर्चेज रिटर्नमा के हुन्छ पर्चेज रिटर्नको ट्रान्ज्याक्सन हुन्छ सेल्स रिटर्नमा के हुन्छ सेल्स रिटर्नको ट्रान्ज्याक्सन हुन्छ पोस्टिङ गर्ने तरिका सब सिमिलर छ डिस्काउन्ट घटाउने तरिका सब सिमिलर छ अब मान्नुस् एउटा के मैले कुरा भन्नु पर्यो तपाईहरुले यो जुन डिस्काउन्ट यसरी दिएको हुन्थेन यो डिस्काउन्ट यहाँ दिएको हुन्थ्यो र भन्थे मात्रै टेबलमा त भने यहाँ टेबलको यही पहिला डिस्काउन्ट घटाउँथे अनि त्यसपछि टोटल फरवर्ड गर्थे अनि त्यसपछि 20 वटा स्मल चेयरको सिधै यहाँ लेख्थे अनि फरवर्ड गरिदिन्थ्यो त त्यसरी गर्नु पर्थ्यो तर यहाँ भनेको छ दुईटैमा यसरी लेख्छ भने दुईटैमा डिस्काउन्ट दिएको छ अनि रह्यो कुरा क्वेशनमा कहिले काहीँ के दिन्छ क्याश ट्रान्ज्याक्सन पनि दिइहाल्छ जस्तै पर्चेज फ्रम अनली ट्रेडर्स अन क्याश भन्छ त त्यसलाई सिधै के गर्ने इग्नोर गर्ने किनभने सब्सिडियरी बुक्समा मात्र क्रेडिट ट्रान्ज्याक्सन पोस्ट हुन्छ मैले भनेकै छु चाहे तपाई पर्चेज बुक बनाउनुस् सेल्स बुक बनाउनुस् सेल्स रिटर्न बुक बनाउनुस् या पर्चेज रिटर्न बुक बनाउनुस् क्याश ट्रान्ज्याक्सन छ भने इग्नोर गर्ने र एसेट्स ट्रान्ज्याक्सन अब जस्तै फर्निचर पर्चेज को ट्रान्ज्याक्सन दिएको छ र फर्निचर पर्चेजमा तपाईले रेफ्रिजरेटर छ इलेक्ट्रिकल एप्लायन्सेस दिएको छ भने त्यो त एसेट्स भइहाल्यो त्यस्तो ट्रान्ज्याक्सनहरुले इग्नोर गर्ने जस्तै स्टेशनरी हाउसको क्वेशन दिएको छ र त्यहाँ फर्निचर छ भने त्यो फर्निचर त एसेट्स भइहाल्यो स्टेशनरी हाउसको लागि त त्यस्तो ट्रान्ज्याक्सन इग्नोर गर्ने भनेको क्याश ट्रान्ज्याक्सन इग्नोर गर्ने क्वेशनमा दिएको छ भने कन्फ्युजन गर्नको लागि मात्रै दिएको छ त इग्नोर गर्ने छोड्दिने अनि एसेट्स रिलेटेड ट्रान्ज्याक्सन दिएको छ भने त्यो पनि इग्नोर गर्ने बाँकी सब बनाउने तरिका सबै टाइप्स अफ सब्सिडियरी बुक्स को सेम छ पर्चेज पनि सेम सेल्स बुक पनि सेम सेल्स रिटर्न पनि सेम पर्चेज रिटर्न पनि सेम खाली अकाउन्टमा त तपाईलाई थाहा छ सेल्स बुकमा के हुन्छ बाइ हैन यतातिर के हुन्छ सन्धि डेब्टर्स अनि पर्चेज रिटर्नमा पनि थाहा छ सन्धि क्रेडिटर्स सेल्स रिटर्नमा सन्धि डेब्टर्स हैन सेल्स गर्दाखेरि डेब्टर्स हो पर्चेज गर्दाखेरि क्रेडिटर्स हो त्यसैले त्यति कुरा गर्ने फलो बाँकी त यस्तै छ बाँकी केही समस्या हुन्छ भने तपाईहरु आफ्नो कमेन्ट सेक्सनमा चाहिँ फिडब्याक दिनुस् तपाईहरुको फिडब्याकलाई वेलकम छ त्यसलाई म फिडब्याक नै भन्छु तपाईहरुको क्वेरीज र प्रब्लम्सहरु म सल्भ आउट गर्छु बाँकी चाहिँ सम्झिदै बस्नुस् मन पर्यो भने लाइक सब्स्क्राइब र शेयर गर्नु होला अनि कमेन्ट पनि गर्नु होला केही सजेसन छ फिडब्याक छ भने यो सजेसन एन्ड फिडब्याक्स आर वेलकम अनि बाँकी आजको लागि ह्याभ अ गुड डे र आगामी दिनमा अर्को च्याप्टर्सहरु पनि आउँछ शुभ दिन